नमस्कार। म भवानी बराल लामो समयदेखि पत्रकारितामा अभ्यस्त छु। दर्शक श्रोताले जिज्ञासा राखे व्यक्तिगत परिचयको केही झलक तल टिप्पणीमा राख्ने नै छु। सूचना प्रविधिको विकाससँगै हामी नयाँ सञ्चारको युगमा प्रवेश गरेका छौँ। यसै सिलसिलामा हामीले पहिचान नाम राखेर युट्युब, यसलाई हामीले नेपालीमा चित्रमञ्च नाम पनि दिएका छौँ। यो युट्युबको माध्यमबाट जनहितको जनध्वनि निकाल्ने प्रयासमा छौँ। पहिचान शब्द नाम राख्नुको पछाडि पनि अर्थ छ। हुन त नेपाली शब्दकोशहरूले पहिचानको अर्थ चिन्नु, परख गर्नु, पहिचान गर्नु जस्ता संक्षेप अर्थ लगाएका छन्। अलिक धेरै अर्थ्याउँदा कुनै वस्तुको गुण, मूल्य आदि जान्ने काम भनिन्छ। तर यहाँ पहिचानलाई विराट अर्थको रूपमा लिइएको छ। यसैले हामीले यो नामलाई महत्त्व दिएका छौँ। सँगसँगै यसको अर्थ राजनीतिलाई बोक्ने प्रण पनि गरेका छौँ। पहिलो संविधान सभाको विषयगत समिति, राज्य पुनर्संरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले पहिलो पटक पहिचानका 5 आधारलाई नेपाली जनको पहिचानको रूपमा लियो, अर्थात् पहिचानलाई राजनीतिक रङ्ग दिएको थियो। यहीँदेखि पहिचान शब्दले राजनीतिक मान्यता पायो। यही मान्यतालाई आत्मसात गर्दै यो शब्द कोइन गरिएको हो। युट्युब चित्रमञ्च माध्यमबाट पहिचानको यहाँ जन वकालत गरिनेछ। राज्यको नयाँ रचना पहिचानको आधारमा गर्ने स्थितिमा पुर्याउने हाम्रो एकमात्र लक्ष्य हो। हाम्रा केही उद्देश्यहरू पनि छन्। ती उद्देश्यहरूमध्ये पहिलो उद्देश्य हो वैकल्पिक समाचार र विचारहरूको प्रवर्धन गर्ने, आवाजविहीनका आवाजलाई प्रस्तुत गर्ने, निष्पक्ष र तथ्यमा आधारित विचार संश्लेषण गर्ने, दर्शक र श्रोतासँग संवादको सृजनात्मक मञ्च तयार गर्ने, समाजको विविधता र विविध दृष्टिकोणको सम्मान गर्ने, क्राउड फन्डिङ र विज्ञापनबाट लगानी भित्र्याउने, सामाजिक र सांस्कृतिक विषयहरूमा नयाँ दृष्टिकोण अपनाउने, पहिचानको मुद्दामा आधारित समाज व्यवस्थाको वकालत गर्ने, ओलिगार्की र कुलीनतन्त्री शासन व्यवस्था विरुद्ध अभियान छेड्ने। हाम्रा यिनै उद्देश्य र लक्ष्य पूर्तिको लागि लक्ष्यमुखी सञ्चार कर्म गर्नेछौँ। हाम्रा विश्लेषण, समाचार, उत्पादन, समीक्षा र टिप्पणी यसैमा केन्द्रित हुनेछन्। हामी सञ्चारको वैकल्पिक धारामा जानेछौँ। अत यहाँहरूले सबै प्रकारको सहयोग, शुभेच्छा, समर्थन गरिदिनुहुन्छ भन्ने पूर्ण विश्वासमा छौँ, पूर्ण आश्वस्त छौँ। धन्यवाद। नमस्कार।